नमस्कार, पारिजात इन्फो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। यो भिडियोमा हेर्दै हुनुहुन्छ नेपालका राष्ट्रिय राजमार्गहरूबारे संक्षिप्त जानकारी। नेपालका राष्ट्रिय राजमार्गहरू नेशनल हाइवेज अफ नेपाल एन्ड तिनीहरूको लम्बाइ र ती सडकबाट जोडिने स्थानहरू। पूर्व पश्चिम राजमार्ग अथवा महेन्द्र राजमार्ग 1028 किलोमिटर झापादेखि कञ्चनपुरसम्म। मेची राजमार्ग 352 किलोमिटर भद्रपुर झापादेखि ताप्लेजुङसम्म। महाकाली राजमार्ग 320 किलोमिटर धनगढीदेखि दार्चुलासम्म। सिद्धार्थ राजमार्ग 184 किलोमिटर सुनौलीदेखि पोखरासम्म। पृथ्वी राजमार्ग 173.43 किलोमिटर नौबिसेदेखि पोखरासम्म। बीपी कोइराला राजमार्ग 160 किलोमिटर धुलीखेल सिन्धुलीदेखि भित्तामोड जलेश्वरसम्म। त्रिभुवन राजपथ 155 किलोमिटर काठमाडौँदेखि रक्सौलसम्म। रत्न राजमार्ग 113.08 किलोमिटर नीलगञ्ज नेपालगञ्जदेखि सुर्खेतसम्म। अरनिको राजमार्ग 112 किलोमिटर काठमाडौँदेखि कोदारीसम्म। सेती राजमार्ग 65.96 किलोमिटर डडेलधुरा समुवाघाटसम्म। नारायणघाट मुगलिङ सडक खण्ड 36.16 किलोमिटर नारायणघाटबाट मुगलिङसम्म। मध्यपहाडी लोकमार्ग अथवा पुष्पलाल मार्ग 1787 किलोमिटर चियो भन्ज्याङदेखि झुलालघाटसम्म यो पुरा हुन बाँकी नै रहेको छ। कर्णाली राजमार्ग 538 किलोमिटर जमुना बाँकेदेखि हिल्सा हुम्लासम्म पुरा हुन बाँकी। कोशी राजमार्ग 320 किलोमिटर विराटनगरदेखि किमाथाङ्कासम्म पुरा हुन बाँकी नै छ। सगरमाथा राजमार्ग 265 किलोमिटर सप्तरीदेखि सोलु सल्लेरीसम्म पुरा हुन बाँकी। राप्ती राजमार्ग 196 किलोमिटर अमिलिया दाङदेखि मुसिकोट रुकुमसम्म यसको पनि काम पुरा हुन बाँकी नै छ। थ्याङ्क यू फर वाचिङ। यस्तै जानकारीमूलक भिडियो हेर्न पारिजात इन्फो युट्युब च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुहोला।